खै यमनको भाले हरायो यमनको भाले है दरबाङ होला फेरि यो आज लेक साइड लगेर खाने भाले हो र यमनको भाले त पोखरा लगेर खाने हो नि त अब यमनको भाले पोखरा लगेर खाने अब सो गाइस हामी गाडी पनि चढ्यौँ अब एकछिन पछि सरर पोखरा अब तन्न मासु भात अर्डर गरिरहेको छु खान्छ अब यमनले तन्न यता हेर त अब मासु भात तन्न खाने हो मासु भात तन्न खाने अनि पोखरामा गएर के खाने हो पोखरामा गएर त अब हामीले लिएको अब त्यही अर्ग्यानिक तरकारीहरू खाने भोलि बिदा त्यसबाट कलेज सुरु हाम्रो खाना चाहिँ आयो गाइसहरू अब हाम्रो खाना चाहिँ आयो गाइसहरू अब एमलले चाहिँ ल त भोक लाग्यो मान्छे त्यसपछि म खान्छु हेर हेर हाम्रो खाना पचाउन सक्छस् खान सक्छस् तपाईँहरूमा फेरि जोडिन चाहन्छु हेलो सो गाइस वेलकम टु माई न्यू भ्लग आज फेरि तपाईँहरूमा सानो भ्लग लिएर आउँदैछु आज हाम्रो लामेलादेखि पोखराको यात्रा हो हामी कम्तीमा नि 10 दिन जति बिदा भएर हामी घर आएको थियौँ आज फेरि पोखरा जाँदैछौँ अहिले हामी दरबाङ छौँ अब एकछिन पछि गाडी आउँछ अनि गाडी आएपछि हामी पोखराको यात्रा फेरि सुरु हुन्छ अहिले हामी दरबाङ बजारमा छौँ घर आइयो अनि घर आएपछि धेरै कामहरू गरियो सो गाइस अब फेरि हामी पोखराको यात्रा आज हाम्रो चाहिँ पोखराको यात्रा अब पोखरा गएपछि हामी एक दिन लेक साइड जानुपर्छ हैन जानुपर्ने अनि हामी एक दिन लेक साइड जाने घुम्ने अनि कलेज जाने कति दिन कलेज छुट्टी है अब एकछिनमा सालै अनि हाम्रो साथीहरू चाहिँ यता हुनुहुन्छ नि त सबै हामी चाहिँ पोखराको यात्रा साथीहरूले चाहिँ भेटियो त्यही खुसी लाग्यो हाई गरे सबैले मेरो भ्लगमा के भन्दै हामीलाई नि हाल भ्लग ड्रेस देखाऊ ओह माय गॉड आज हामी चाहिँ पोखरा जानको यात्रा सो गाइस हैन अहिले चाहिँ हामी दरबाङ कसो गाडी जाने हो डाइरेक्टमा हो तिमीहरू सुन्तला खाऊ लौके सुन्तला खान्दा हो नानीहरू तिमी आफै भन न एमलले राम्रोसित जाने अरे भन्दै भन्छ के भन्छ बोल्न न त भन्छ सो गाइस अब हाम्रो चाहिँ गाडी आएको छ अब चाहिँ हामी चाहिँ गाडी चढ्नुपर्छ हामी चाहिँ हिँडिरहेको अब चाहिँ हामी चाहिँ गाडी चढ्नुपर्छ गाडी आएको छ अब गाडी चढ्नुपर्छ अरू चाहिँ सबै पछाडि 4 जना एकजना है बाबालाई हिँडिरहेको है यहाँ सन कम्फर्टेबल हुन्छ यहाँ भन्दा त झ्याक छ ल हामी ल
ल यो त अगाडि साइडमा राख्यो भने यो सबै कसको हो ल जरान साला यहाँ त हेर्नुपर्ने मलाई ल कसको फोन आयो ल मम्मीको के ल ल ल भन्छ ल यो पहिला हामी चाहिँ सामान हाल्दैछौँ गाइस अब एकछिनपछि सरर पोखराको यात्रा यो न त्यही राख्नुपर्छ थियो नि त के हो यो यमनको भाले हरायो यमनको भाले है दरबार होला फेरि यहाँ चाहिँ लेग साइडमा गएर खाने भाले र है मनको भाले त पोखरा लगेर खाने हो नि त अब यमनको भाले पोखरा लगेर खाने अब सो गाइस हामी गाडी पनि चढ्यौँ अब एकछिन पछि सरर पोखरा हामीले आफ्नै चारजना लास्ट अब टन्न मासु भात अर्डर गरिरहेको छु खान्छ अब यमनले टन्न यता हेर त अब मासु भात टन्न खाने हो मासु भात टन्न खाने अनि पोखरामा गएर के खाने हो पोखरामा गएर त अब हामीले लिएको अब त्यही अर्ग्यानिक तरकारीहरू खाने भोलि बिदा त्यसबाट कलेज सुरु हाम्रो खाना चाहिँ आयो गाइसहरू अब हाम्रो खाना चाहिँ आयो गाइसहरू पहिला एमलले चाहिँ ल ल त भोग लगाएको मान्छे त्यसपछि म खान्छु हेर हेर हाम्रो खाना पचाउन सक्छस् खान सक्छस् तपाईँहरूमा फेरि जोडिन चाहन्छु सो गाइस अब हामी चाहिँ खाना खाएर पनि नास्ता खाएर पनि अब हिँड्ने अब कुस्मा बजारबाट हिँड्छौँ अब एकछिनमा कुस्मा बजारदेखि हिँड्दै बसो बसो भन्न आइसक्यो ल त्यसो भए पार फाइनली सो गाइस म चाहिँ पोखरा आइपुगेँ र साथीले चाहिँ लिन आएको छ पोखरा चाहिँ आइपुग्यो है त गाइस म पढ्ने कलेज चाहिँ यहाँ छ यहाँ बसेर कहाँ होला कहाँ जाने हो कहाँ जाने हो स्कुटी लगेर आयो न जाने हो सामान राखेर हामी सबै जाउँ न त अन्त ल आऊ जेब्रा लिएर आऊ
बत्ती जान्छ के हो कोठा त चिटिक्क परिरहेको गाडी लाग्यो मान्छे त्यहाँ उफ के बल्ल बल्ल आयो ओ फाइनल्ली गाइस म चाहिँ आइपुगेँ है त मेरो डोस दादा दादाको सब ठिक छ यार सब ठिक छ ल त गाइस आजको बेला कहीँ तपाईँहरूमा चाहिँ अन्त गर्न चाहे जे जस्तो छ फेरि जान्दा जस्तो बनाएको छ त्यस्तै लाइक कमेन्ट सेयर गरिदिनु होला आज चिल हुन्छ हुन्छ गाउँको अर्ग्यानिक खानेकुराहरू लिएको छु नि त मैले फेरि अहिले देखाउँछु त तपाईँहरूलाई एकछिन घुमाउँला